पहिला नैको रेकर्डहरू हामीले हेर्दा चाहिँ हिस्ट्रीहरू हेर्दा चाहिँ के छ भन्दाखेरि कन्सिस्टेन्स त्यो बाँकी गेमहरूमा हामीले देखिँदैन। फर्स्टमा त सन्दीप लामिछानेलाई हामी सबै फ्यानहरूको तर्फबाट कङ्ग्रेचुलेसन, फास्टेस्ट 150 विकेट नेपाली ओडिआईको तर्फबाट लिनुभएको छ। र यो चाहिँ उहाँले नर्मली लिनुभएको होइन, उहाँले जबदेखि डेब्यु गर्नुभयो त्यो डेब्यु गरेदेखि हाम्रो नेपाली टिममा क्याप्टेन पनि धेरै चेन्ज हुनुभयो। पारस खड्का, ज्ञानेन्द्र मल्ल अनि आफै पनि क्याप्टेन हुनुभएको थियो र रोहित पौडेल, दिपेन्द्र सिंह सबैलाई चाहिँ सबैको त्यो क्याप्टेन्सीमा आफूले इन्डाइरेक्टली होस् या डाइरेक्टली जसरी पनि उहाँले आफ्नो पुरै कर्तव्य निभाउनु भएको थियो बोलिङ डिपार्टमेन्टमा चाहिँ। मेन गरी स्पिन डिपार्टमेन्टमा उहाँ आफू मात्र नभएर उहाँको पार्टनर जुन स्पिन पार्टनर हुन्छ उसलाई पनि आफूले मिलाएरै अगाडि बढाउनु भएको थियो। र अहिले चाहिँ उहाँ 150 विकेट, मिचल स्टार्क, रसिद खान जस्तो टप क्लास क्रिकेटरहरूलाई चाहिँ पछाडि पार्दै उहाँ चाहिँ अहिले फर्स्टमा हुनुभएको छ। र 100 विकेट पनि फास्टेस्ट 100 विकेट पनि उहाँकै नाममा छ र 150 विकेट पनि उहाँकै नाममा छ। र यो चाहिँ अस्ति स्कटल्यान्डसँगको गेममा चाहिँ उहाँले 3 विकेट लिनुभएको थियो, त्यसैको साथ उहाँले 150 विकेट पनि पुरा गर्नुभयो उस ओडिआईमा। र अस्तिको गेममा चाहिँ हाम्रो धेरै प्लेयरहरूको फर्म चाहिँ राम्रै आएको थियो। र खास गरी अझै पनि नेपाली क्रिकेटमा चाहिँ के प्रब्लम छ भन्दा ब्याटिङमा चाहिँ त्यो जुन टप अर्डर ब्याटिङ छ त्यसमा चाहिँ मलाई के राम्रो लाग्यो भन्दाखेरि लेफ्ट ह्यान्ड ब्याट्सम्यानलाई चाहिँ वान डाउनमा चाहिँ ल्याउँदा चाहिँ राम्रो अप्सन यो चाहिँ ठिक लाग्यो। किनकि नेपाली टिममा चाहिँ यो एकदमै चाहिएको कुरा थियो पहिलादेखि नै। वान डाउनमा चाहिँ केही न केही कमजोरी थियो, के थियो भन्दाखेरि लेफ्ट ह्यान्डेड ब्याट्सम्यानको कमी। किनकि हाम्रो ब्याटिङमा चाहिँ हाम्रो ब्याटिङ अर्डरमा चाहिँ के हुन्छ भन्दा लेफ्ट ह्यान्ड ब्याट्सम्यान एउटा गुलसन झा मात्र हुनुहुन्छ। त्यो हाम्रो टप अर्डर, मिडल अर्डर र लोवर अर्डरमा चाहिँ एउटा हाम्रो लेफ्ट ह्यान्ड ब्याट्सम्यान चाहिएकै थियो र टप अर्डरमा चाहिँ उहाँ हुनुभएको छ ईशान पाण्डे। र राम्रै डेब्युमा चाहिँ राम्रै देखाउनु भएको थियो र सेकेन्ड गेममा पनि राम्रै खेल हेर्न पाइयो। र हाम्रो ओपनिङ ब्याट्सम्यानमा चाहिँ कुशल भुर्तेलले अघिल्लो गेममा 100 हान्नु त भयो र त्यो 100 हानिसकेपछि अरू गेममा त्यो कन्सिस्टेन्स पर्फर्मेन्स हामीले अब गेम त एउटा मात्र भयो त्यसपछि, तर पनि पहिला नैको रेकर्डहरू हामीले हेर्दा चाहिँ हिस्ट्रीहरू हेर्दा चाहिँ के छ भन्दाखेरि कन्सिस्टेन्स त्यो बाँकी गेमहरूमा हामीले देखिँदैन। र त्यो किन यस्तो किन हुन्छ त्यो हामीले त बुझ्न सकिएन। तर त्यो एउटा प्लेयर भइसकेपछि, टप क्लास प्लेयर भइसकेपछि त्यो देखाउन चाहिँ पर्छ। र यो अब नेक्स्ट गेमहरूमा त अब आज या भोलि नै गेम छ एउटा सायद, त्यसमा चाहिँ यो हामीले देख्न सकिन्छ। र ओभरअलले हेर्दा चाहिँ नेपालको यो होम एडभान्टेज पनि राम्रा नै लिनुभएको छ। र ललित राजवंशीले पनि अस्ति 4 विकेट लिइसक्नु भएको थियो र सन्दीप लामिछाने र उहाँको जोडी चाहिँ फेरि पनि हामीले एकपटक हेर्न पाइयो। र बलिङ डिपार्टमेन्ट पनि फास्ट बलिङमा पनि राम्रै थियो, सोमपाल गामी अनि गुलसन झा पनि त्यहाँ एड हुनुभएको थियो र नन्दन यादव। यो राम्रै पर्फर्मेन्स थियो ओभरअल्ली नेपाली टिमबाट। र यो गेम चाहिँ अगाडिसम्म लङ टर्मसम्मको लागि चाहिँ यो टिम मैले एकदमै ब्यालेन्स नै भयो जस्तो लाग्छ। अब हजुरहरूलाई के लाग्छ कमेन्ट गर्नु होला। ओभरअल्ली हेर्दा चाहिँ नेपालको पर्फर्मेन्स राम्रै छ, तर आउटसाइड कन्ट्रीको लागि चाहिँ अझै पनि ब्याटिङमा चाहिँ इम्प्रुभ हुनैपर्छ। किनकि यो होम कन्डिसनले गर्दा चाहिँ नेपालीलाई एकदमै एडभान्टेज भएको छ। र ठिक छ, बोलिङ चाहिँ ठिकै नै छ, तर ब्याटिङ चाहिँ अझै पनि थोरै त्यो प्लेयरहरूको कन्सिस्टेन्स रह्यो भने राम्रै हुन्छ। त्यसैको साथ जय देश जय क्रिकेट।